आउनु साथीहरू पहिला यो राजखानी फुटाउँदै गरेको भिडियो हेर अनि यसको फन्नी कमेन्ट पढ्ने खै त खुट्टा एकछिन माथि गर्नु झाडु हान्नु पर्यो तो चलिए शुरू करते हैं 24 करोड़ को नुकसान होने वाला थियो 6 करोडको सामानको त ख्याल गर्नु थियो फुटेको भए के हुन्थ्यो दानाले ठाउँ छोड्यो होला है खत्म बाय बाय टाटा गुड बाय गया खसी बनाउने विचार छ 1 इन्च माथि भए काम तमाम एक इन्चले बोका बच्यो खसी हुनबाट बाल बाल बच गया रे देवा खेताला खोज्नु पर्ला अलि त पनि भेट्यो हामीलाई थाहा छैन र क्या